अनलाइन डिभोर्स के साँच्चीकै नेपालमा अनलाइन डिभोर्स गर्न पोसिबल छ त? अरे सबै कुराहरू हामीले सुनेका कुराहरू र्युमर मात्रै हुन् त? नमस्कार। अहिलेसम्म नेपालमा अनलाइन डिभोर्स गर्न मिल्दैन, तर हजुर बाहिर हुनुहुन्छ भने पनि नेपालको अदालतमा हजुरले डिभोर्स फाइल गरेर त्यसलाई कम्प्लिट गर्न चाहिँ सक्नुहुन्छ। कसरी त? अधिकृत वारिस मार्फत। अधिकृत वारिस को हुन् त भन्दा हजुरले कुनै एउटा व्यक्ति जो हजुरको फ्यामिली मेम्बरको पनि हुन सक्नुहुन्छ, साथीभाइ वा अरू कोही व्यक्ति जो एकदम विश्वासिलो हुनुहुन्छ हजुरको लागि, उहाँलाई हजुरले आफ्नो लिगल रिप्रेजेन्टेटिभको रूपमा चुज गर्नुहुन्छ। कस्तो लिगल रिप्रेजेन्टेटिभ भन्दा उहाँ नेपालमा बसेर हजुर बाहिर बस्ने व्यक्तिको सम्पूर्ण काम कारबाही गरिदिनुहुन्छ र त्यसमा हजुरले विश्वास पनि गर्नुहुन्छ। उहाँले गरेका सम्पूर्ण कामहरू हजुरले गरेको सरह मानिन्छ, त्यसैले त्यत्तिको विश्वासिलो पात्र चाहिँ हुनु पर्यो। सो हामीले अधिकृत वारिसको डकुमेन्ट बनाउँछौँ, त्यो डकुमेन्ट साइन गर्नुहुन्छ र त्यो साइन गरेको डकुमेन्ट फेरि नेपाल फर्किन्छ र त्यो डकुमेन्ट हामीले त्यही डकुमेन्टको आधारमा बसेर हजुरको लिगल रिप्रेजेन्टेटिभ जो अधिकृत वारिस हुनुहुन्छ उहाँले नेपालमा बसेर हजुरको मुद्दा फाइल गर्ने, त्यहाँनिर तारिख लिने, सबै कामहरू साइनहरू सबै उहाँको चल्छ र उहाँले सम्पूर्ण काम सकाएर अन्तिम डिभोर्सको फाइनल प्रोसेससँग उहाँले साइन गर्नुहुन्छ र उहाँ हजुरको लिगल रिप्रेजेन्टेटिभको रूपमा रहनुहुन्छ। त्यसैले अनलाइन डिभोर्स भनेर चाहिँ स्टिल छैन, तर हजुर बाहिर बसेर पनि नेपालको कोर्टमा नेपाल नआइकन नेपालको अदालतमा मुद्दा दर्ता गरेर कम्प्लिट प्रोसेस सकाउन चाहिँ सक्नुहुन्छ डिभोर्सको। थ्याङ्क यू।